माननीय सदस्यहरू, अब शून्य समयको कार्यक्रम प्रारम्भ हुन्छ। शून्य समयमा बोल्न चाहनुहुने माननीय सदस्यहरूको लागि 1 मिनेटको समय निर्धारण गरिएको छ। सर्वप्रथम माननीय सदस्य ठाकुर प्रसाद गैरे। सभामुख महोदय, यो अबको 3 महिनामा देशभरिका वनमा लाग्ने आगोको कारणले, डढेलोको कारणले नेपालमा जति काठको दाउराको क्षति हुन्छ त्यो प्रयोग गर्दाखेरि आज आयात गरिने रकमभन्दा त्यसको करिब आधा बचाउन सकिँदो रहेछ। तर हामी त्यो काम गर्न सकिरहेका छैनौँ, गरिरहेका छैनौँ। यो कहिलेसम्म गर्ने भन्ने प्रश्न छ। विगत 4 दिनदेखि पाल्पा रिब्दीकोट गाउँपालिकाको वडा नम्बर 1, 2 मा पर्ने करिब 170 हेक्टर क्षेत्रफल 4 वटा सामुदायिक वन, मधुवन, भारेखोला, लेकको वन, मधुवन लगायतका चाहिँ सामुदायिक वनमा आगलागी भएर सम्पूर्ण रूपले ध्वस्त भयो। करोडौँको काठ दाउरा ध्वस्त भयो। चराचुरुङ्गी, वन्यजन्तु कति क्षति भए भन्न सकिने स्थिति छैन। यो हरेक वर्ष हामीले यस्तो कहिलेसम्म भोगिराख्ने, यसको नियन्त्रणका लागि त्यो वनस्पतिको वन पैदावारको उपयोग गर्नेतर्फ हामी किन नलाग्ने भन्ने। माननीय सदस्य डोल प्रसाद अर्याल। सम्माननीय सभामुख महोदय, देशमा रोजगार नपाएर हरेक दिन युवाहरू विदेशिनु परेको समाचार देख्न र सुन्न अब नयाँ रहेन। हामीसँग श्रम मन्त्रालय छ। सम्माननीय सभामुख महोदय, मन्त्रालयको उद्देश्य र काम भनेको रोजगार सिर्जना, युवाहरूलाई देशमा बस्ने वातावरण बनाउने हुनुपर्ने हो। तर मन्त्रालयलाई कहिले मेनपावर व्यवसायीले चलाएको आरोप छ त कहिले ट्रेड युनियनका सदस्यहरूलाई विदेश घुमाउने आरोप। त्यस्तै अहिले आएर आफ्नो भविष्य यहाँ नदेखेर सरकारले बस्ने वातावरण नबनाएर विदेश जान बाध्य भएका श्रमिकहरूसँग घुस सङ्कलन गर्ने अड्डा बनेको यत्र सर्वत्र बजारमा जानकारी छ। सभामुख महोदय, प्रतिदिन ताहाचल कार्यालयमा करिब 75 लाख घुस असुली भइरहेको कुरा डिजी र मन्त्रीलाई समेत विभिन्न माध्यमबाट जानकारी गराउँदा पनि मन्त्रालय र मन्त्री बेखबर हुनु जस्तै भनेको अब मन्त्रालय घुसको अड्डा बनेको हो। सभामुख महोदय मार्फत सरकारको गम्भीर ध्यान। माननीय सदस्य दीपा शर्मा। सम्माननीय सभामुख महोदय, अति गर्नु अत्याचार नगर्नु भनिन्छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 12 स्थित लर्ड बुद्ध एजुकेसन एकाडेमी लिमिटेड, जो चाहिँ स्थापना भएको 55 सालमा हो, त्यहाँदेखि अहिलेसम्म आउँदा 1000 भन्दा बढी 3 ठाउँमा चाहिँ कार्यरत कर्मचारी छन्। त्यसमध्ये 391 कर्मचारी नेपालगञ्ज शिक्षण अस्पतालमा काम गर्छन्। 1 वर्ष अगाडि नयाँ सञ्चालकले त्यो चाहिँ कलेज लिनुभयो, शिक्षण अस्पताल लिनुभयो र त्यहाँ वैशाखदेखि अहिलेसम्म त्यहाँका कर्मचारीले आफ्नो माग राख्दा कुनै सुनाइ भएन। उहाँ नियम विपरीत 100 सङ्घबाट 100 बेडको चाहिँ अनुमति लिनुहुन्छ, चलाउनुहुन्छ। 250 भन्दा बढी त्यहाँ चाहिँ बेड सञ्चालन गर्नुहुन्छ। त्यसै गरी सञ्जीवनी कलेज अफ मेडिकल साइन्स प्रणाली भन्ने चाहिँ जो कुनै प्रक्रियामा छ, कुनै अनुमति प्राप्त गरेको छैन, त्यसको बोर्ड टाँस्नुहुन्छ र त्यसमा विज्ञापन खोल्नुहुन्छ र त्यहाँ कर्मचारीलाई तर्साउनुहुन्छ। श्रमिक ऐन जो चाहिँ हाम्रो व्यवस्था छ 2074, त्यसको विपरीतमा चाहिँ गएर सञ्चालक। माननीय सदस्य दुर्गा राई। सम्माननीय सभामुख महोदय, मुलुकभर 18 घण्टासम्म भइरहेको लोड सेडिङ अन्त्य गरी 73 सालसम्म 58% मात्र विद्युत वितरण भएकोमा अहिले 99% घरमा विद्युत पुगेको छ। दोस्रो, प्राधिकरणले गत आर्थिक वर्षमा 14 अर्ब 46 करोड नाफा कमाएको थियो। चालु आर्थिक वर्ष 6 महिनामा 11 अर्ब 36 करोड नाफा कमाएको कारण नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मूल्याङ्कनमा 0 अङ्क दिनुभएकोमा माननीय ऊर्जा मन्त्रीज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु। सभामुख महोदय, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा विश्वका सम्पूर्ण महिलाहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु। साथै सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न सोधेकै भरमा 2 जना पत्रकार मित्रहरूको पास रोकिएको छ भन्ने छ। यस्तो काम संविधान र लोकतन्त्रको विरुद्धमा छ। तुरुन्त पास फुका गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछु। धन्यवाद। माननीय सदस्य देवेन्द्र पौडेल।
सम्माननीय सभामुख महोदय, पाथिभरा केबल कार निर्माण प्रक्रियासित सम्बन्धित वार्ता कहाँ पुग्यो? सरकारले गरिरहेको दमनको बाटो गलत थियो र छ सम्माननीय सभामुख महोदय। वार्ता सहमति र सम्झौताको विधि अपनाएर मुकुलुम संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजीकरण गर्न विशेष अनुरोध गर्न चाहन्छु। सरकारले गर्न नसकेका कार्यहरू निजी क्षेत्रले गर्दै आएको र ऊर्जा, पर्यटन, कृषि जस्ता क्षेत्रहरूमा अझ बढी लगानीको आवश्यकता भएको कुरामा हामी सबै प्रष्ट छौँ। निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व। निकै कमजोर आर्थिक अवस्थाबाट अगाडि बढिरहेका चन्द्र ढकाल जस्ता व्यवसायहरूलाई प्रोत्साहन गर्न र केबल कार निर्माण प्रक्रियालाई सहजीकरण गर्न सरकारसँग सम्माननीय सभामुख महोदय मार्फत हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्य धनबहादुर बुढा। सभामुख महोदय, तल्लु बगरदेखि डोल्पा जिल्लाको सदरमुकाम दुनैसम्म सडक स्तर उन्नतिको लागि मेरो अथक प्रयासबाट 4 अरब 20 करोड स्रोत सुनिश्चित भएर पनि टेन्डर प्रक्रियाको कार्य अगाडि बढेको छ। त्यसै गरी भेरी कोरिडोर अन्तर्गत लाहाँसीक्याप सिसिएल खण्डको करिब 33 किलोमिटर सडक कडा चट्टान भएको हुँदा उक्त खण्ड नेपाली सेना मार्फत गराउनको लागि सम्पूर्ण प्रक्रिया सकिएर भौतिक मन्त्रालयमा फाइल पुगेको छ। अब छिटोभन्दा छिटो मन्त्री परिषदबाट निर्णय गरेर अगाडि बढाउन हुन म नेपाल सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद। माननीय सदस्य ध्रुवबहादुर प्रधान। सम्माननीय सभामुख महोदय, पुरातत्व विभागले चरम लापरवाही र निष्क्रियता देखाएको छ। पण्डितपुर बुद्धको माउली गाउँ कोलीय वंशको राजधानी प्रमाणित भइसक्दा पनि केन्द्र, लुम्बिनी प्रदेश, रामग्राम नगरपालिकाले बजेट विनियोजन गरी उत्खनन, संरक्षण र सम्वर्धन गर्ने कार्य अगाडि बढाउन म स्वयं नगर प्रमुखसहित पटक पटक पुरातत्व विभागलाई ताकेता गर्दा पनि तत्परता नदेखाएकोले पर्यटन मन्त्रालय समेतको यसमा चासो लिएको देखिएन। नियतवश कसैको प्रभावमा यो महत्त्वपूर्ण पुरातात्विक कार्य विलम्ब गरिएको हो भने यो दुर्भाग्यपूर्ण अवस्था हो। यस कार्यलाई प्राथमिकता दिई सक्रिय हुन सम्माननीय सभामुख महोदय मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउँदछु। धन्यवाद। माननीय सदस्य नारायण प्रसाद आचार्य। सम्मान्य सभामुख महोदय, यो देशको सबै व्यवस्था परिवर्तनमा मुख्य भूमिका र योगदान गरेका मुख्य पार्टी नेकपा एमाले नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकारहरू सञ्चालन छन्। मुख्य भूमिका आजको आवश्यकता हो, तर निहित स्वार्थ पुरा गर्ने मनसाय बोकेका व्यक्तिगत हित चाहना राख्नेहरू, छरपष्ट विषय उठाउनेहरू राष्ट्रिय हितमा छैनन्। 46 सालदेखिको सम्पत्ति छानबिन गर्ने भन्ने विषय उठेको छ। मेरो आग्रह छ, राजनीतिक दल, सामाजिक क्षेत्र, राष्ट्र सेवक सबै राजनीति तिनै तहका जनप्रतिनिधिहरूको जन्मदेखिको अहिलेसम्मको सबै सामाजिक परीक्षण गरी सरकारको निकायमा र सार्वजनिकरण गर्नको निमित्त यो सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। र यो सुरुको आर्थिक वर्षमा र सबै कुराहरू चाहिँ नि इन्ट्री गर्नका निमित्त र सार्वजनिकरण गर्न मैले आग्रह गर्न चाहन्छु। विभिन्न दात्री निकाय र विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा दात्री निकायका सहयोगमा आएका र प्रयोग गरिएका र लगानी गरिएका सबै विषयवस्तुहरू संसदमा र सार्वजनिकरण गर्न र माननीय सदस्य निशा डाङ्गी। सम्माननीय सभामुख महोदय, नेपाल बल साल ट्रेडिङ कर्पोरेसनले नुन आयात र वितरण गर्ने गर्छ। उक्त नुन भारतमा उत्पादन हुन्छ र आयोडिन स्प्रे गरेपछि नेपालमा ल्याउने गरिन्छ। भारतले प्रति केजी 15 मिलिग्राम आयोडिनको मापदण्ड तोकेको छ भने नेपालले त्यसको दोब्बर अर्थात् 30 मिलिग्राम तोकिदिएको छ, जुन विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड समेत हो। तर 2079 सालमा गरिएको अध्ययन अनुसार नेपाली भान्सामा प्रयोग हुने नुनमा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिनको मात्रा पाइएको थियो। पछिल्लो समय नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणमा 30 देखि 52.2 ppm आयोडिनको मात्रा पाइएको थियो। सरकारले यसरी जनताको स्वास्थ्यसँग कहिलेसम्म खेलवाड गर्छ सभामुख महोदय? त्यसैले म सभामुख मार्फत यो विषयमा थप अनुसन्धान र परीक्षण गरेर आयोडिनको मात्रा तत्काल नियन्त्रण गर्न अनुरोध गर्न चाहन्छु। र अन्त्यमा सभामुख महोदय, डिजिटल भुक्तानी गर्दा लाग्ने शुल्क हटाउन सरकारले हालसम्म के काम गरिरहेको छ? सदनमा आएर अर्थमन्त्रीज्यूले जवाफ दिनको लागि म सभामुख मार्फत अनुरोध। माननीय सदस्य नयनकला थापा। सम्माननीय सभामुख महोदय,
सर्वप्रथम 8 मार्चको पूर्व सन्ध्यामा सम्पूर्ण संसारभरि रहेका सम्पूर्ण महिलाहरूमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। नेपालको सन्दर्भमा नेपाली महिलाहरूले हक अधिकारको निम्ति जुन लडाइँ लडे त्यसैको प्राप्ति स्वरूप नेपाली महिलाहरूले दक्षिण एसियाको क्षेत्रमा नेपालले सबभन्दा बढी महिलाहरूले अधिकारहरू पाएका छन्। यो गौरवान्वित हाम्रो इतिहास बनेको छ। त्यसै सन्दर्भमा नेपालमा अहिले जुन हामीले नागरिकता विधेयक संशोधनको लागि पास गरिसकेका छौँ, त्यसमा एउटा चाहिने बच्चाको अधिकारको सुनिश्चित हुनुपर्छ। बच्चाले आफ्नो बाबुको पितृको चाहिने अधिकारको लागि सुनिश्चित गर्नुपर्छ भन्ने लाग्छ। त्यहाँ चाहिँ केही अझै अस्पष्टता देखिन्छ। त्यसमा अझै विशेष छलफलको लागि प्रत्येक समितिहरूमा पनि। माननीय सदस्य प्रतिमा गौतम। सभामुख महोदय, यो हेमोफिलिया एउटा आनुवांशिक रोग हो। यो रोग लागेको बिरामीलाई शरीरको कुनै पनि भागमा रक्तचाप हुँदा रगत रोकिँदैन। समयमा नै यसको उपचार नपाएर बिरामीको ज्यानै जान सक्छ। पछिल्लो 2 महिनामा 2 जना बिरामीको मृत्यु भयो। बिरामीले निरन्तर प्रयोग गर्नुपर्ने औषधि नेपालमा किन्न पनि पाइँदैन, बाहिरबाट ल्याउनुपर्छ। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हेमोफिलिया रोगको सङ्ख्या 4937 पुगेको छ। अपाङ्गता भएको व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 र नियमावली 2077ले समेत 10 वर्गका अपाङ्गताभित्र हेमोफिलियालाई पनि एउटा वर्गमा समेटेर यो रोगीले नियमित प्रयोग गर्नुपर्ने औषधि सम्बन्धित स्थानीय तह मार्फत निःशुल्क उपलब्ध गराउने भन्ने स्पष्ट व्यवस्था हुँदै पनि एकातिर राज्यद्वारा औषधिको व्यवस्था हुन नसक्दा बिरामीले असह्य पीडा भोगिरहेको छ, अर्कोतिर बिरामी र अपाङ्गता र मृत्युदर पनि बढिरहेको अवस्था छ। कानुनमा स्पष्ट व्यवस्था हुँदै पनि यसको कार्यान्वयन हुन नसक्दा जनताहरू अकालमा ज्यान गुमाउनु पर्ने दुर्भाग्यपूर्ण स्थिति बनेको छ। त्यसैले सरकारले मानव अधिकार नेपालको संविधानमै सुरक्षित गरेको माननीय सदस्य प्रतीक्षा तिवारी। सम्माननीय सभामुख महोदय, भोलि 8 मार्च अर्थात् 115औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विश्वभरमा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। समान कामको समान ज्याला लागू गर्न माग गर्दै सङ्घर्ष गरेर अधिकार प्राप्त गरेको 115औं वर्ष भए तापनि नेपाली महिला श्रमिकहरूले अझै पनि समान कामको समान ज्याला पाउन सकेका छैनन्। ठुलो हिस्सा ओगटेका गृह श्रमिक महिलाहरू श्रम सिपसँग जोडिएर घरको काम गर्दै आफ्नो व्यवसाय गरिरहनु भएको छ। तर गृह श्रमिक महिलाहरू र गृह श्रमिकलाई राज्यले चिन्न सकेको छैन, नीतिगत रूपमा सम्बोधन भएको छैन, कामको उचित ज्याला र सहज बजार व्यवस्थापन छैन। तसर्थ गृह श्रमिक महिला र गृह श्रमिकहरूलाई मूलधारमा ल्याउन नीतिगत रूपमा ऐन कानुनमा सम्बोधन गर्न र आर्थिक रूपमा सशक्त बनाउन। माननीय सदस्य प्रभु हजारा। सम्मान्य सभामुख महोदय, ठुलो मझौला साना सबै उद्योग व्यवसायीहरू उधारो कारोबारबाट पीडित छन्। यसको प्रष्ट कानुन नभएकोले व्यवसायीहरूले कारोबार न्यून विनिकरण गरी राज्यको अर्बौं राजस्व गुमिरहेको छ। उधारो कारोबारको कारणबाट नै धेरै उद्योग बन्द भएका छन्। ब्याङ्कको पैसा डुब्न लागेको छ। समस्यामा उपभोक्ताहरू छन्, महँगोमा सामान खरिद गरिरहेका छन्। बजारमा पैसाको चक्र असन्तुलित छ, कारोबार घटेको छ। यी सबै दृष्टिकोणलाई मध्यनजर गर्दै उच्च स्तरीय आर्थिक सुधार आयोगले सरकारले तत्काल कानुन बनाउन सरकारलाई अन्तरिम सुझाव दिएको लामो समय भइसकेको छ। यसलाई व्यवस्थित गर्न संसदमा विधेयक ल्याउन माग गर्दछु। धन्यवाद। माननीय सदस्य प्रेमबहादुर महर्जन। सम्माननीय सभामुख महोदय, ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर 1 पिपल बोर्ड इमान्डोल स्टेट दमनबहादुर खड्काको घरमा आगलागी भएको थियो।
उक्त घर पसल भाडामा बस्ने वडा नम्बर 4 का अप्रिल खत्रीको आडे पेन्ट्स रङ पसलको आगलागीबाट 80 लाखभन्दा बढीको क्षति भएको थियो। सोही घरको भाडामा रहेको न्यू मनोकामना डेन्टल क्लिनिक समेत जलेर पूर्ण रूपमा क्षति नोक्सानी भएको छ। यसरी आगलागीबाट नोक्सानी हुने पक्षलाई राज्यबाट राहतको व्यवस्था मिलाउन सकेमा धेरै राम्रो हुने थियो। त्यसै गरी गोराउडी खोलाको वडा नम्बर 5, 7, 6 र 8 को र कर्मनासा खोलाको किनारामा एटेनिङ वाल लगाई बस्ती जोगाउन समेत म अनुरोध गर्न चाहन्छु। साथै च्यासल एन्फा ग्राउन्डमा समेत किनारामा रिटेनिङ वाल लगाई खेलकुद मैदानको सुरक्षा गर्न समेत म खेलकुद मन्त्रीज्यूको ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य बिमला सुवेदी। सम्मान्य सभामुख महोदय, भोलि पर्न गएको 115औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा नेपाल र विश्वभरि रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र हाम्रो नियमावलीले व्यवस्था गरेको नियमावलीको 257 नम्बर धाराले व्यवस्था गरेको महिला समन्वय समितिको गठन किन हुन सकिरहेको छैन, यो छिटो गठन गर्नका निम्ति म सम्मान्य सभामुखसँग हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य दिलेन्द्र प्रसाद बडु। सम्माननीय सभामुख महोदय, गत वर्षको बाढीबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणको काम अब सरकारको के योजना हो, कहिले सुरु गर्छ? दार्चुला जिल्लाको मर्मा गाउँपालिकाको वडा नम्बर 4 बरबत्तीको पुरै गाउँ गत वर्ष भाद्रमा आएको बाढीबाट पूर्णतः क्षतिग्रस्त भएको छ। जनताहरू विस्थापित भएका छन्। सिँचाइ र खानेपानीका संरचनाहरू पूर्णतः ध्वस्त छन्। अहिलेसम्म पुनर्निर्माण हुन सकेन। अब यो सरकारले यो संरचनाहरूको पुनर्निर्माण नगर्ने हो भने आगामी बाढी पहिरोको सम्भावित क्षतिबाट अहिले पनि जनता भयभीत र त्रसित अवस्थामा रहेका छन्। म सरकारको गम्भीर ध्यान आकर्षण गराउनु छु कि यी संरचनाहरूको पुनर्निर्माण गरेर गाउँलाई सुरक्षित गर्ने काम तत्काल सुरु गरोस्। हस्, धन्यवाद। मान्य सदस्यहरू, शून्य समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू, माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सभाको आकस्मिक र शून्य समयमा उठेका विषयहरूका सम्बन्धमा बोल्नको लागि समय माग गर्नुभएको छ। म उहाँलाई समय दिन्छु।